दर्शकवृन्द दुर्गा प्रसाई आफै गाडी चलाएर अगाडि बढ्दै हुनुहुन्छ। निकै नै अप्रिय अवस्था देख्न सक्छौं हामी। यहाँ प्रहरीले अश्रु ग्यास चलाएको छ। यो तीनकुनेको सडक हो, तीनकुने क्षेत्र हो। उहाँ आफै आफ्नै गाडी चलाउँदै अगाडि बढिराख्नु भएको छ। हामी दुर्गा प्रसादसँगै अगाडि बढिरहेका छौँ। यहाँ निकै ठुलो मात्रामा युवाहरूको उपस्थिति देख्न सकिन्छ। ठुलो मात्रामा युवाहरूको उपस्थिति, प्रहरीको